बोलाएर राष्ट्रपाको चाहिँ त्यहाँ जुन प्रकारको अझ खास गरिकन नेकपा एमालेका नेता प्रतिनिधिमाथि जुन प्रकारको त्यहाँ हुर्मत लिने हरकत भयो, जुन प्रकारको अपमान गर्ने, जुन प्रकारको चाहिँ लज्जा चाहिँ त्यहाँ ढङ्गले त्यहाँ प्रकट भयो, त्यसप्रति हाम्रो ध्यान आकर्षण भएको छ र हामी त्यसप्रति आपत्ति प्रकट गर्न चाहन्छौँ, दुःख व्यक्त गर्न चाहन्छौँ। त्यसो नहुनु पर्थ्यो र त्यसैमा अझ थप चाहिँ नि अरू केही त्यसका केही जिम्मेवार मान्छेहरूले, म नाम लिन चाहन्न, केही जिम्मेवार मान्छेहरूले अझ त्यसमा थप आगोमा घिउ थप्ने गरी झन् चाहिँ जुन अपमान गर्नुभएको छ त्यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु। अरू त के भन्नु र, त्यो त उहाँहरूको संस्कारको कुरा हो, त्यो त यहाँहरूले जान्ने बुझ्ने कुरा, देशले जान्ने बुझ्ने कुरा हो। त्यसका दुःख लाग्यो नि, मजाले दुःख लाग्यो नि, लाग्छ, मजाले लाग्छ। तिमीले जस्तो पाप गरेको थियौ नि त्यस्तै तिमीलाई त्यो पापको सजाय चाहिँ तिमीले भोग्नै पर्छ के। पहिला सोचेको थियौ नि त हामी त यमराज हो, हामी भगवान हो, हामीलाई कसैले हराउन सक्दैन, हामी त पुरा भनेर अहङ्कार फैलेको थियो नि, अहङ्कार भित्र थाहा भयो नि त। पापको खैडा फुट्छ भन्ने पनि त अलिकति सोच्न पर्थ्यो नि त। कतिसम्म दुःख दियो, कतिसम्मको तिमीले निज काम गर्यो। अब चाहिँ अहिले बोल्दाखेरि तिमीलाई दुःख लाग्छ, अहिले त्यसको सजाय पाउनु त बाँकी नै छ कि, यो त सुरुवात मात्र। हेर्दै जाऊ, अब तिमीले पनि पाउँछौ, तिम्रो पार्टीले पनि पाउँछ, तिम्रो पार्टीका अध्यक्ष कसैलाई बाँकी जाग्दैन। हेर्दै जाऊ, अहिले त भने मात्र हो, तिम्रो ध्यान आकर्षण गर्ने मात्र हो त्यहाँ। अब हेर्दै जाऊ, गर्ने बेला गतिलो गर्नुपर्छ कि, अनि बल्ल हुन्छ। गर्ने बेला चाहिँ अक्तिलो काम गर्दैन नि। अहिले चाहिँ दुःख लाओ, यो लाओ, उ लाओ लाग्छ त नि। तिमीले गरेका काम र तिमीले गरेका व्यवहारले यहाँ मान्छेलाई कस्तो भइरहेको भन्ने कुरो तिमीलाई थाहा छैन। बल्ल थाहा पायो नि, आफूमाथि आउँदा त दुःख लाग्ने रहेछ नि, अरूमाथि आउँदा त बडा खुसी, ओहो खुसी मनायो, पार्टी गर्यो। अब देख्छौ तिमीले तारा दिउँसै।